तो हेलो एंड नमस्ते सलाम अलैकुम दोस्तों। हम आ चुके आज पशुपतिनाथ दर्शन करने। We are in Pashupatinath temple, the religious place of Nepal. Now I am going to show you the night view of Pashupatinath. Jai Pashupatinath. You can see so many people. We have to go fast because Nepali police did not allow us to go at night. Yes, Pashupatinath. Yeah, so many peoples. Most of Indian peoples I saw here. You can see the night view of our Pashupatinath temple. The airport is near by here. We can reach up to airport within 5 minutes by bus, by vehicle, and by foot 10-15 minutes. Old religious place. My first time visiting Pashupatinath at night. And this is the place. This is the place. What I am going to say, I forgot. I saw this place on YouTube, another blogger's blog. Now first time I am going to experience my first feelings. I don't have iPhone, but it's okay. Yes, Guru हो कि गाई हो? हाँ? Guru. ड्रग्स लीजिए दीदी 108 का वाला बोलूँ मैं आपका है ना ड्रग्स ना को दीदी ये तो भीतर हो now from here we are entering the gate entering nice vibes. Nepal army. Nice place. I love this place. So many people. Nice place. अनि हाम्रो यो पशुपतिनाथ चाहिँ नि ठ्याक्क कसरी उस भएको भन्दा चाहिँ नि एउटा गाईले दुध नदिने अरे कहिले नि अरु गाईहरुले दिने अरे एउटा गाईले चाहिँ नदिने अरे अनि एक दिन चाहिँ नि उले किन दिएन भनेर विचार गरेछ त्यो गाई एक ठाउँमा जाँदो रहेछ अनि त्यहाँ गएर दिँदो रहेछ दुध अनि पछि चाहिँ नि त्यो गाईको मालिक चाहिँ नि पछि गएछ अनि त्यहाँबाट गाई फेरि उता गएर एक ठाउँमा जय श्री राम एक ठाउँमा ट्याक्क दुध दिँदो रहेछ त्यहाँ गएर अनि त्यहाँ मुनि फेरि त्यो उसले खोज्दाखेरि शिवलिङ्ग भेट्टाएछ त्यसरी उस भएको उत्पन्न भएको भन्छ एउटा चाहिँ नि अनि अर्को चाहिँ नि भगवान शिव मृगको रूपमा आथे अरे अनि आउँदाखेरि ब्रह्मदेव विष्णुदेवहरूले आफ्नो भगवानको ठाउँमा नभेटेर यहाँ धरतीमा खोज्न आयो अरे अनि खोज्दाखेरि चाहिँ नि यहाँ भेटेको अरे अनि सिङ समातेर लान खोज्दाखेरि सिङ भाँचेर यहीँ उस भएको अरे भन्छ दुईटा कारण अनि अर्को कारण नै छ ल जय पशुपतिनाथ जय ल अनि हाम्रो चाहिँ नि यहाँ गोल्डहरू अनि सुन अनि त्यहाँबाट पित्तल चाँदी के को छत बनाहा उसहरू बनाहा भन्ने यहाँ उस छ है ट्याक्क सो मेनी पिपल धेरै मान्छेहरू ट्याक्क फोटो खिच्ने भिडभाड छ पशुपतिनाथमा ट्याक्क फर्स्ट टाइम
ल पशुपतिनाथले सबैको रक्षा गरून्, ल सबैको रक्षा गरून्। सतीले सरापेको देश हो हाम्रो नेपाल। त्यही भएर राम्रो कर्म गर्नेलाई नराम्रो हुन्छ। धेरै हाँस्यो नि रुन पर्छ भन्ने छ। जय श्रीराम, जय बजरंगबली। This temple is made by Malla Raja. After then, पछि अरू राजाहरूले बनाएको। मल्ल राजाले 5 तलाको बनाथे। मल्ल राजाले 5 तलाको बनाथे। अनि त्यहाँबाट पछि कुनो राजाले 2 तलाको गराए। 3 तलाको हो क्या? 3 तलाको गराए। त्यो लाइट घरिघरि झिल्ली हान्दियो कि त्यो लाइटले। केही छैन, बस यहाँ तिमीलाई के खिच्न मन लाग्यो र फेरि? ल आई क्लिक्ड फोटो। अनि त्यहाँबाट हरेक राजाहरूको यहाँ योगदान छ यो मन्दिर बनाउनमा। ट्याक्क सुनहरू पैसाहरू योगदान। अनि अहिले आएर पछिको कहानी है फेरि है। पछिको कहानी भन्छ अब है। फेरि त्यो केपी ओली हाम्रो अहिलेको उस केपी ओली चण्डाल, केपी ओली चोर, देश छोड भन्ने मान्छेले ट्याक्क यहाँको 11 किलो सुन चोरेको। त्यसले 11 किलो कहाँ हरायो? 100 कति 3 किलो कि कति किलोमा त्यसले 11 किलो सुन चोरेको। अनि कसले चोरेको भन्ने थाहा नपाएपछि सर्चिङ भयो होइन। सर्चिङ भयो। अनि सर्चिङ भएपछि चाहिँ नि अरूलाई सर्च गरेको थियो, शङ्का गरेको थियो। तर लास्टमा चाहिँ नि केपी ओलीले हैछ भन्ने थाहा पाएपछि केपी ओलीलाई त केही गर्न सकेन। अनि त्यसपछि केसै क्लोज गरिदियो। हो साथी हो, हामी चाहिँ नि हतारमा छौँ। राम्रोसित घुम्न पाइएन, परिक्रमा गर्न पनि पाइएन। ठिक छ, मनभित्र हुनुहुन्छ त होइन। के भन्छ अरे? अनि ट्याक्क हाम्रो गाडीको टाइम चाहिँ नि म्याक्सिमम टाइम भनेको 8 बजेसम्म पाइन्छ। त्यही भएर छिटो हिँड्न परिरह, नत्र आनन्द गराउँथ्यो भिडियो। त्यहाँको केही छैन। जय पशुपतिनाथ, जय भोलेनाथ, जय भोलेनाथ, जय पशुपतिनाथ की जय हो, जय हो। हामी घाटमा आइयो। घाट के अरे? के खोला अरे यो? बागमती होइन? बागमती। ल बागमती त्यो सुकुटी बसाएको त चाहिँ ट्याक्क। अनि एउटा उयो तिमीबाट फिल्म गराएको थिएँ। के अरे? यताले भन्ने पुरा ट्याक्क क्यान्डी क्रस खेल्दै बस्छ है त होइन? यही ठाउँ है। ल है हामी भ्यू हेर्न माथि जाने। ल भ्लगमा मैले यिनीहरू पनि हेरेको थिएँ। यिनीहरू पनि ठ्याक्क यहाँबाट मास्तिर रुख, यो रुख ट्याक्क भ्लगमा देखेको थिएँ। अनि मास्तिर गएको सही। ल अनि लफडा भएको अस्ति नै यहीँ होइन? यहीँ भ्याचकी भ्याच हानेको होइन? यहीँ होइन? भ्याचकी भ्याच हानेको। केटीहरूले बरु केटीले बरु हानेको अरे। त्यो एउटा केटीले होइन, अरू केटाहरू त मलाई डरपोकहरू। लभली नाइस प्लेस। आई लभ दिस प्लेस। दिदीहरूले चिया खाने भन्दै हुनुहुन्थ्यो। हामी हतारमा छौँ। त्यही भएर शिवलिङ यो पनि मैले भिडियोमा हेरेको थिएँ युट्युबमा। ट्याक्क अनि इन दिस प्लेस ये जगह में 518 temples, monkeys, so many monkeys. Wow, I love this place. Wow, monkeys are calling us. The view of our Pashupatinath. You can see the view of our Pashupatinath, location Nepal, Kathmandu. The gate, huh? अनि यही हो त्यो एउटा कलियुगको अन्त्य हुने त्यो मूर्ति ठुलो हुँदै गयो, ठुलो भयो भने कलियुगको अन्त हुन्छ।
अनि है अनि यहाँ हाम्रो पशुपतिनाथमा यिनीहरू प्लेस शिवलिङ चार दिशामा यस्तो फर्केको शिवलिङहरू छ। नामहरू के छ त्यो काल भैरव यताउति छ, उसमा सर्च गर्नुहोस्। अनि ट्याक्क हाम्रो शिवलिङ 4वटा छ र अझै एउटा 5 शिवलिङ पनि छ। त्यो शिवलिङ चाहिँ नि अगुरीहरूले र नि त्यो उसको मेन त्यो उस भएको मान्छेहरूले मात्र देख्न सक्छ भन्ने भनाइ छ है हाम्रो पशुपतिनाथमा। पछाडि जाऊ। No, we don't have too much time. We have to go. Move on. We have to move on. राम्रोसँग घुम्न पाइएन। जो एकचोटि दर्शन गरियो त्यही हाम्रो सौभाग्य हो हैन। धन्न नेपालमा लोकेटेड छ र ट्याक्क ल जय पशुपतिनाथ। Hello guys, you want to see my new haircut? Army cut. Nice. I love army cut. That's why I got army cut. I'm not army, but I love army. And army cut haircut too. सुकुटी बसाछ भन्छ यहाँ। ल यो ठाउँले ट्याक्क जिन्दगी बुझाउँछ। जिन्दगी मरि लानु केही छैन भन्ने यही बुझाउँछ। अनि हाम्रो हिन्दू धार्मिक परम्परा सांस्कृतिक यताउति सब हाम्रो यही बुझाउँछ। पशुपति सराद गर्ने ठाउँ पशुपतिनाथले ट्याक्क त्यो दर्शाउँछ। ट्याक्क यो सबभन्दा पुरानो मन्दिर हो र त्यो चाहिँ नि थाहा भएन, हामीलाई ज्ञान भएन। थाहा नभएको कुरा त नभनिराखौँ हैन। ट्याक्क मान्छेहरू चलाउनु त्यहीँ पछाडि हो। माथि भ्यू हेर्न जाने त्यहीँ गइयो हामी चाहिँ हतारमा बोल्न पनि म यति छिटो बोलेको। अनि ल त्यताबाट आइएको थियो अघि, अब हामी यताबाट जान्छौँ। भिडियो जस्तो भए पनि हैन, मैले भिडियो गराउनु छोड्दिनँ। आइफोनै नभए भने मैले भिडियो गराउनु छोड्दिनँ नि त हैन। ठिक छ हैन, द्याट्स माई स्ट्रगल हैन। ट्याक्क मैले चाहिँ नि एउटा कुरा भन्छु यहाँ चाहिँ ट्याक्क मैले चाहिँ नि ट्याक्क अहिलेसम्म आइफोनबाट जति नि भिडियो गराउँथेँ त्यो सब साथीभाइहरूकोबाट गराउँथेँ हैन। मागेर आफ्नो साथीभाइको फोन मागेर आफ्नो उसमा स्टोरेज नभई भिडियोहरू डिलिट गरेर आफ्नोमा हालेर एडिट गरेर फेरि डाउनलोड गरेर ट्याक्क आफ्नो युट्युब च्यानलमा हाल्थेँ। जे होस् हैन, मेरो त्यतिको स्ट्रगल चाहिँ नि म आफैलाई अहिले चाहिँ ऊ पनि गरिब म पनि गरिब, कसैसित छैन आइफोन। ठिक छ, कुनै दिन भइहाल्ला धनी होइन। यस्तो फेरि हामीसँग यो फोन छ तर यतिको फोन पाउने सपना नि हामीभन्दा तलको मान्छे छन् नि त होइन, हो कि होइन? हो नि होइन ठ्याक्क। अनि हामी जे छौँ एब्सोल्युटली राइट सर, हामी जे छौँ द्याट्स व्हाई आई एम योर बिग फ्यान सर। हामी जे छौँ त्यसैमा खुसी हुनुपर्छ भन्ने म हजुरहरूलाई भन्दछु। ट्याक्क अब हामी निस्केको होइन, अब धेरै टाढो छैन, उतै अगाडि होइन। ल वी वान्ट टु इन्ड आवर भ्लग, आई वान्ट टु इन्ड माई भ्लग। हम अब ये व्लॉग इन करने जा रहे हैं। हाँ, लाइक शेयर सब्सक्राइब करना। आपको पशुपतिनाथ का दर्शन करा दिया। हाँ, करा दिया नहीं करे हम सब साथ में। हाँ छैन कि छैन, एउटै थियो। ल यति भन्दै मेरो भिडियो यहीँ अफ गर्न चाहन्छु, किनकि थाहा छ हजुरहरूलाई नि ढिलो बस्छ। हामीलाई 8 बजेबाट उता बस पाइँदैन। हामी चाहिँ नि उता बस पार्कमा बसेछौँ साथीको होटेलमा। अनि ट्याक्क वहाँ गएर खानासँग नि खाना पऱ्यो। अनि मेरो चाहिँ नि भोलिको फ्लाइट छ। भोलि फ्लाइट आफ्नो देश छोडेर जाने। म केटा मान्छे छोरा मान्छे भएपछि पैसा कमाउन जान पऱ्यो होइन। ठिक छ, केही छैन। ल मेरो फर्स्ट पशुपतिनाथ कमाएर अर्को पालि आइफोन किनेर आइफोनबाट गराउन आफ्नै मेहनतमा आफ्नै खुट्टामा उभिने हो नि त। बाउको पैसामा
कति रमाइलो कति निरो बाबुको पैसामा धाक दिएर हिँड्नु हुँदैन, आमाबालाई सताउनु हुँदैन है। केटा हो केटी हो ट्याक्क नभए बाइक किन्ने, क्रस फायर किन्ने, बुलेट किन्ने भन्नुहुन्न, ट्याक्क म जस्तै सोच हुनुपर्छ होइन। ल यति भन्दै हाम्रो भ्लग मम्मीले फोन हान्नुभएको थियो भर्खरै। होप यु गाइज लभ माई भ्लग। आश गर्छु सबैजनाले मेरो भ्लग मन पराइदिनु भयो होला, मन पराउनु हुन्छ होला र यसै गरी साथ दिई मलाई मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरी मलाई अगाडि बढाउनु। म चाहिँ नि ट्याक्क स्याङ्जा वालिङबाट, अनि पर्वत चाहिँ नि मेरो गाउँघर, अनि नेपाल त आफ्नो ठाउँै भयो होइन। यसरी नै नेपाली नाताको हिसाबले, आफ्नो गाउँठाउँको नाताको हिसाबले ट्याक्क सपोर्ट गरिदिनु होला। किप सेयरिङ, किप लभिङ, किप कमेन्टिङ। बाई बाई। होप यु गाइस बाँच्चे छ भने अर्को भ्लगमा भेटौँला। मऱ्यो छ भने त के नै छ र होइन। ल बाई 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 बाई।